Every journey has a beginning, sometimes in a small room, sometimes over a cup of tea, and sometimes in the heart of a passionate dreamer. This is the story of Kanduk Industry, a startup that is more than just a business. It is a story of people, struggles, and a relentless pursuit of something meaningful. Kanduk Industry is redefining eco-friendly entrepreneurship, transforming banana fibers into beautifully crafted biodegradable products. From durable bags to stylish accessories, this initiative is not just about sustainability, it's about empowering local artisans and creating a greener future. Today, we sat down with a visionary behind Kanduk Industry to uncover the journey, the challenges, and the impact of going green, one banana fiber at a time. हामीले चाहिँ यो स्टार्ट चाहिँ काठमाडौँ युनिभर्सिटीमा चाहिँ मेकानिकल इन्जिनियरिङ गर्दै गर्दा चाहिँ स्टार्ट गरेको हो। यो चाहिँ हामी फोर्थ इयरमा हुने बेला चाहिँ यो पनि एज अ पार्ट अफ यो अन्टरप्रेनरसिप सब्जेक्ट हामीले गर्दै गर्दाखेरि चाहिँ त्यो एज अ प्रोजेक्ट भनेर चाहिँ स्टार्ट भएको थियो। त्यो पछि चाहिँ हामीले अगाडि काम गर्दै अहिले स्टार्टअप रजिस्टर गरेर नै त्यसरी नै अगाडि बढ्दै हामीले चाहिँ फर्स्टमा चाहिँ वेस्ट म्यानेजमेन्ट रिलेटेडतिर चाहिँ हामीले केही काम गर्ने सोचिरहेको थियौँ। त्यसमा चाहिँ एउटा कुरा प्लस पोइन्ट के थियो भन्दाखेरि म पहिला जस्तै स्कुलिङ चाहिँ मैले धनगढीमा गरेको थिएँ। त्यहाँ नजिक चाहिँ बनाना प्रोडक्सन अभियसली त्यो ट्रपिकल सब ट्रपिकल रिजनमा धेरै भएर तराईमा अलिक बेसी नै हुन्छ। अनि त्यति बेला पनि त्यो बनाना फार्महरूबाट चाहिँ जुन वेस्टेजहरू चाहिँ धेरै भइरहेको चाहिँ पहिलादेखि नोटिस गरेको थिएँ। अनि त्यस कारणले पनि अब त्यसमा चाहिँ के गर्न सकिन्छ भनेर हामीले सुरुमा चाहिँ त्यो थट प्रोसेस थियो। अनि त्यसपछि चाहिँ हामीले चाहिँ अब त्यसको आइदर लिफ बाँकी गर्न मिल्छ अथवा सुगर स्टिम कुन पार्टलाई चाहिँ कसरी प्रोसेसिङ गर्न मिल्छ भनेर रिसर्च गर्दा गर्दै चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ टेक्सटाइलतिर लान सकिन्छ भनेर आइडिया आयो। अनि त्यसपछि चाहिँ हामीले स्टार्ट गरेँ। फर्स्टमा चाहिँ बनानाको सिउडो स्टिम फार्म हुन्छ नि, जुन चाहिँ त्यो कम्प्लिट वेस्टहरू फालिन्छ त्यसलाई चाहिँ हामीले कलेक्ट गरेर चाहिँ त्यो चाहिँ हामीले फार्मर ग्रुपहरू जता हुन्छ त्यता नै हामीले सेट गरेको हुन्छ। अनि त्यहाँबाट चाहिँ त्यो वेस्टबाट चाहिँ फाइबर एक्सट्रेक्सन एउटा फाइबर एक्सट्रेक्सन मेसिन हुन्छ, त्यहाँबाट चाहिँ फाइबर निस्किन्छ। अनि त्यसलाई चाहिँ फर्दर यार्नमा धागोमा कन्भर्ट हुन्छ, त्यसपछि फेब्रिकमा भयो। अनि त्यसपछि त जुन सेपमा दिने हो जुन प्रोडक्ट हामीले बनाउनु खोजेर छौँ स्टिचिङको कुरा ओभरअल प्रोसेस चाहिँ फाइबर एक्सट्रेक्सन गर्नेदेखि लिएर अनि ओभरअल टेक्सटाइल इन्डस्ट्रीमा जे काम हुन्छ धागो बनाउने, त्योपछि फेब्रिकमा कन्भर्ट गर्ने, अनि त्यसपछि फाइनल प्रोडक्ट हुन्छ। डिजाइनको आस्पेक्टमा पनि हामीसँग डिजाइनर हुनुहुन्छ। त्यो चाहिँ जस्तै अब हाम्रो फेब्रिक बनिसकेपछि चाहिँ अब डिजाइनरको पार्ट आयो। हामीले अब डिफ्रेन्ट अब कुन मार्केटमा कस्तो प्रोडक्ट बनाउँदा फिट हुन्छ अथवा त्यो चाहिँ हामीले अब कस्टमर माइन्डसेट पनि सर्टेन तरिकाले हेर्छौँ। कस्तो कुरा चाहिँ उहाँहरूलाई मनपर्छ त्यो अनुसार चाहिँ हामीले आफ्नो डिजाइन गरेर चाहिँ त्यसो चाहिँ मार्केटमा हामी स्टार्टिङमा चाहिँ QNTIC त्यहाँ चाहिँ हामीले हाम्रो आइडिया प्रपोज गरेर त्यहाँ चाहिँ हामीले फर्स्ट इनिसियल फन्डिङ चाहिँ हामीले QNTICबाट चाहिँ पाएको थियौँ। अनि त्यसपछि पनि हामीले डिफ्रेन्ट कम्पिटिसनहरूमा चाहिँ पार्टिसिपेट गरेर हाम्रो ग्रान्ड चाहिँ सुरुको लेभलमा चाहिँ हामीले त्यसरी कलेक्ट गऱ्यौँ। रेभेन्यू जेनेरेसनभन्दा अघिल्लो पार्टहरूमा चाहिँ त्यसको लागि चाहिँ जस्तै हामीले डिफ्रेन्ट नेसनल बिजनेस आइडिया कम्पिटिसनदेखि लिएर अरू इन्स्टिट्युसनहरूले गरिरहेको पार्टमा गरेर त्योमा चाहिँ सर्टेन चाहिँ अब रेभेन्यूको पार्टमा चाहिँ हामीले त्यसैलाई नै युटिलाइज गऱ्यौँ। त्यो सँगै हामीले चाहिँ त्यो डिफ्रेन्ट कम्पिटिसनबाट चाहिँ नेटवर्किङ पनि पायौँ। अनि त्यसलाई चाहिँ हामीले कन्भर्ट गरेर हाम्रो पार्टमा चाहिँ युटिलाइज गरेर चाहिँ त्यो पार्टले चाहिँ एकदम सजिलो भएको थियो हामीले। सो अनि त्यसपछि चाहिँ हामीले सर्टेन आफ्नो पर्सनल इन्भेस्टमेन्ट पनि भयो, तर इनिसियलमा चाहिँ त्यो इन्भेस्टमेन्टले गर्दाखेरि चाहिँ त्यो ग्रान्टले गर्दाखेरि चाहिँ हामीले सजिलो भयो। Every business journey comes with challenges, but for Kanduk Industry, the struggles weren't just about building a brand. They were about building an entire system from scratch. In a country where policies and infrastructures aren't always in place to support entrepreneurs, every step forward required persistence, innovation, and an unbreakable spirit. सुरुमा चाहिँ
जस्तै कि नयाँ कुरा स्टार्ट गर्ने बेला चाहिँ आइदर मार्केटमा डिफ्रेन्ट कसैले सर्टेन लेभलमा पनि कसैले गरेको छ भने चाहिँ त्यो सपोर्ट सिस्टम भन्नु चाहिँ सजिलो हुन्छ। त्यो कुरा चाहिँ हामीले सुरुमा त्यो हामीले भेटेनौँ। अनि त्यसले गर्दाखेरि चाहिँ जस्तै हामीले फाइबर सुरुमा चाहिँ बनाउनको सिउड स्टिमलाई चाहिँ प्रोसेस गर्नलाई चाहिँ एउटा फाइबर एक्सट्र्याक्सन मेसिन हुन्छ। त्यो मेसिन चाहिँ हामीले सुरुमा आफैले डिजाइन गरेर लोकल फ्याब्रिकेटरसँग मिलेर चाहिँ बनाउनु परेको थियो। अनि त्यो एस्पेक्टतिर चाहिँ हामीलाई चाहिँ त्यो रिसोर्सहरू म्यानेज गर्नलाई चाहिँ एउटा एकदमै असल भएको थियो भनौँ न। त्यो पार्ट चाहिँ ओभरअल प्रोसेसमा चाहिँ त्यो पार्ट चाहिँ अलि धेरै नै च्यालेन्ज। सुरुमा जस्तै हामीलाई चाहिँ एउटा मेजर कुरा हामीले फर्स्टमा टार्गेट गरेको भने चाहिँ यो नेचुरल फाइबरको प्रोसेसिङ टेक्निकलाई चाहिँ हामीले त्योमा चाहिँ हामीले क्र्याक गर्छौँ भने टार्गेट गरेको। त्यो चाहिँ कस्तो कि जस्तै अघि नै भनेको म्यानुफ्याक्चरिङ प्रोसेसमा चाहिँ त्यो प्रोडक्ट बनाउने डिफ्रेन्ट प्रोसेसहरू छ। त्यो अनुसार चाहिँ फाइनल प्रोडक्टको क्वालिटी कुन लेभलमा गर्न सक्छौँ भनेर चाहिँ त्यो डिफर गर्छ। अनि हामीले त्योमा चाहिँ नट जस्ट बनाउने कुरा मात्र नभएर रिसर्चको कुरा पनि एकदमै क्रुसियल छ त्योमा चाहिँ। अनि हामीले सुरुमा सोचेको प्लानमा चाहिँ हामीले पछि रिसर्च त्यही अनुसार चाहिँ एउटा क्यारी गर्न सकेनौँ। त्योमा चाहिँ फाइनेन्सियल इस्यु भनौँ न एउटा मेन कुरा। अनि त्योसँग चाहिँ हामीले जुन लेभलमा प्रोडक्सन गर्न सक्छौँ त्यो अनुसार हामीले फाइनल प्रोडक्ट बनाएर सेल गरेर एउटा रेभेन्यू जेनेरेसन गरेर एउटा ब्रान्ड इमेज बनाउने कुरामा चाहिँ हामीले गऱ्यौँ। त्योसँग चाहिँ जुन नेचुरल फाइबरलाई प्रोसेसिङ गरेर अझ जस्तै नेपालको लागि मात्र नभएर पनि आजभोलि चाहिँ जस्तै डिफ्रेन्ट यो के भन्छ सस्टेनेबल नेचुरल फ्याब्रिकहरू चाहिँ एकदम ग्लोबल डिमान्ड नै छ भनौँ। अनि त्यसको लागि पनि त नेपालबाट नै एउटा बेटर प्रोडक्ट हामीले एउटा अल्टरनेटिभ राम्ररी पोर्ट्रे गर्न सक्छौँ भनेर चाहिँ त्यो पार्टमा चाहिँ हामीले सुरुदेखि नै टार्गेट गरेको थियौँ। अहिले हामीले सोचे जसरी चाहिँ हामी त्यहाँ पुग्न सकेको छैनौँ त्यो मल्टिपल एस्पेक्टले गर्दाखेरि चाहिँ। तर अल्टिमेट हामीहरूले चाहिँ त्यो प्रोसेसिङको एस्पेक्टमा चाहिँ त्यो रिसर्च गरेर आफ्नो प्रोसेसिङलाई चाहिँ स्ट्रङ बनाएर हामीले एउटा ग्लोबल लेभलमा चाहिँ एउटा गुड क्वालिटी अफ सस्टेनेबल फ्याब्रिक चाहिँ हामीले प्रेजेन्ट गर्न सकौँ भन्ने चाहिँ टार्गेट हो। मेन भनेको चाहिँ च्यालेन्जेसहरू जस्तै जति ठुलो च्यालेन्जेस भए पनि एउटा सल्भ गर्नको लागि चाहिँ एउटा मोटिभेसन फ्याक्टर चाहिँ चाहिन्छ। त्यो भनेको चाहिँ कुनै पनि च्यालेन्ज टाइम लाग्ला, कुनैलाई कम टाइम लाग्छ, कुनैलाई बढी ठुलो च्यालेन्ज छ भने चाहिँ टाइम बढी लाग्ला। तर त्यसलाई चाहिँ ब्याक इन द माइन्ड एउटा कुनै मोटिभेसन छ, आफ्नो सोचेको कुराहरू एउटा टार्गेट चाहिँ त्यसरी सेट गरेको छ भने चाहिँ त्यसले चाहिँ जस्तोसुकै च्यालेन्ज पनि सल्भ गर्नलाई चाहिँ एउटा सपोर्ट हुन्छ भनौँ न। जस्तै हामीले चाहिँ यो काम गर्दाखेरि चाहिँ नट जस्ट हामीले बिजनेस गरेको भन्ने थियो, त्यो चाहिँ हामीले वेस्ट म्यानेज गरेर एउटा फार्मरहरूले जस्तै बनाना कल्टिभेसन गर्ने फार्मरहरूले चाहिँ जस्ट फ्रुटहरूबाट चाहिँ उहाँहरूले एउटा सोर्स अफ इन्कम हुन्छ। तर त्यो वेस्टबाट चाहिँ हामीले युटिलाइज गरेर उहाँहरूलाई पनि एउटा इन्कम जेनेरेसन गर्ने वे चाहिँ हामीले एड गरेको हो। अनि त्यो पछि म्यानुफ्याक्चरिङ प्रोसेसहरूमा चाहिँ हामीले ओके जस्तै डिफ्रेन्ट वुमेन ग्रुपहरूलाई इन्भल्भ गराएर उहाँहरूलाई चाहिँ मेनली जस्तै निटिङदेखि लिएर अरू म्यानुफ्याक्चरिङ प्रोसेसमा चाहिँ मेनली उहाँहरूलाई प्रायोरिटाइज गरेर काम गरिरहेको छ। अनि त्यो डिफ्रेन्टमा चाहिँ हामीले भ्यालु एड गरिरहेको भएर चाहिँ त्यो सपोर्ट सिस्टम त्यो मोटिभेसनले गर्दाखेरि चाहिँ च्यालेन्जेसहरू हामीले डिस्कभर गर्न सकेन। नेपालमा चाहिँ जस्तै यो सस्टेनेबलतिर फोकस मात्र भन्दा पनि अरूतिर पनि स्टार्ट गर्ने बेला चाहिँ एउटा चाहिँ जस्तै आइदर पोलिसीको कुरा आउँछ अथवा गभर्मेन्ट सपोर्टको कुरा चाहिँ एउटा क्रुसियल एस्पेक्ट भयो। अनि त्योसँग चाहिँ त्योमा हामीलाई काम गर्नलाई जुन रिसोर्सेसहरू हुन्छ आइदर ह्युमन रिसोर्सको कुरा भयो अरू मेसिनरीको कुरा भयो, त्यो डिफ्रेन्ट एस्पेक्टमा चाहिँ डिफ्रेन्ट सेक्टर अनुसार आफ्नो च्यालेन्जेसहरू छ। अनि हामीलाई जस्तै हाम्रो प्रोसेसमा पनि सर्टेन टाइममा चाहिँ हामी इभन रजिस्टर गर्ने बेला पनि हामीलाई सर्टेन च्यालेन्जहरू आएको थियो, किनकि उहाँहरूलाई नयाँ कुरा भएको भएर उहाँहरूलाई पनि आइडिया थिएन। अनि त्यो कारणले पनि जस्ट डिफ्रेन्ट प्रोसेस लम्बिरहेको थियो, त्यो एउटा च्यालेन्जको पाटो भइरहेको थियो। अनि त्योसँगै चाहिँ हामीले चाहिने रिसोर्स चाहिँ जस्तै अब कुनै डेभलप कन्ट्रीमा स्टार्ट गरिरहेको छ भने चाहिँ सबै कुरा अभाइलेबल हुन्छ। मोस्ट पार्ट चाहिँ जस्तै मलाई के कुरा म्यानुफ्याक्चरिङ गर्नु पऱ्यो, एउटा म्यानुफ्याक्चरर हुन्छ गर्नु पऱ्यो। यहाँ चाहिँ त्यो सबै कुरा चाहिँ अब आफैले ग्राउन्ड लेभलबाट चाहिँ डिफ्रेन्ट हार्ड एन्ड फास्ट टुलहरूबाट ट्राई गर्दै आफूले क्यारी अन गर्नुपर्छ। त्यो कुरा चाहिँ स्टार्टअपहरूलाई एउटा च्यालेन्जिङ नै हुन्छ। अनि तर त्यो च्यालेन्ज भइ नै गर्दाखेरि जुन मार्केट ग्यापहरू हुन्छ त्योमा फिल गर्न सक्यो भने त्यसको रिवार्ड पनि त राम्रो छ।
त्यसले गर्दाखेरि चाहिँ एउटा पोजिटिभ कुरा छ। Beyond the challenges, Khanduk industry has always been driven by a bigger purpose, creating a sustainable and eco-friendly brand from Nepal with a global presence. Looking back, every struggle has been a stepping stone toward growth and impact. फर्स्टमा एउटा कुरा चाहिँ के थियो भन्दाखेरि हामीलाई चाहिँ अब एउटा इन्जिनियरिङ टेक्निकल ब्याकग्राउन्डबाट आइराख्दाखेरि चाहिँ मोरओभर कस्तो कि हामीलाई चाहिँ प्रोडक्टमा मात्रै एकदमै फोकस गर्छौँ क्या, प्रोडक्ट इज एभ्रिथिङ भन्ने जस्तो। अनि कस्तो माइन्डसेट थियो भन्दाखेरि धेरै जस्तो चाहिँ अब त्यो चाहिँ अगाडिको हाम्रो एक्सपिरियन्स भनौँ, अब एजुकेसनको पार्टमा भनौँ, त्यो सबै कुराले इन्फ्लुएन्स गरेको भनौँ न। त्योमा चाहिँ हामीले प्रोडक्ट बनायो भने चाहिँ हुन्छ भन्ने थियो त्योमा चाहिँ। तर हामीले अब रिस्टार्ट गऱ्यो भने हामीले के एस्पेक्ट चाहिँ हामीले फर्स्टमा फोकस गर्छौँ भन्दाखेरि मार्केटिङको कुरा भयो, अनि ब्रान्ड प्रेजेन्सको कुरा भयो। यो कुरा त जस्ट प्रोडक्ट एउटा आइडिएसन फेजमा जुन माइन्डसेटमा हुन्छ त्यति बेलादेखि नै मार्केटिङको जर्नी स्टार्ट गर्न सकिन्छ। अनि त्यो कुराले चाहिँ हामीलाई मार्केट ट्याप गर्नलाई अझै कम टाइममा ट्याप गर्नको लागि चाहिँ त्यो एकदमै क्रुसियल हुन्छ। यो इन्डस्ट्री नै चुज गर्छ किनकि अघि भने जस्तै अब कस्तो कि हामीले यो सस्टेनेबल र इको फ्रेन्डली प्रोडक्टको चाहिँ जुन डिमान्ड भइरहेको छ अहिले, यो मात्र नभएर जस्तै वेस्ट अघि यो वेस्ट युटिलाइजेसनको कुरा गऱ्यौँ, त्यो नभएर अपसाइक्लिङको रिसाइक्लिङको डिफ्रेन्ट एस्पेक्टमा चाहिँ एउटा ग्लोबल ट्रेन्ड नै सिफ्ट भइरहेको छ भनौँ न। अनि त्यस कारणले पनि हामीले आफ्नो आस्पेक्टबाट चाहिँ इनपुट दिन सक्छु सक्दैन भनेर चाहिँ कुन तरिकाले दिन सकिन्छ भनेर एउटा माइन्डसेट चाहिँ त्यो पहिलादेखि नै थियो। अनि त्यही भएर पनि हामीलाई अहिले चाहिँ हाम्रो अहिलेको सिनारियो नेपालबाट हामीले के गर्न सक्छौँ, कुन पार्टमा चाहिँ हामीले फर्स्टमा टार्गेट गर्न सक्छौँ भनेर चाहिँ हामीले यो नै स्टार्ट गरेको हो। त्योमा पनि जस्तै नेचुरल फाइबरमा कुरा गर्दाखेरि बनाना फाइबर मात्रै पनि अप्सन होइन हुन चाहिँ। अब त्योमा चाहिँ जस्तै अल्लो, हेम फाइबर, डिफ्रेन्ट फाइबरहरू छ। त्यो डिफ्रेन्टमा इन फ्युचर हामीले पनि के एस्पेक्टमा चाहिँ प्रोसेसिङहरू राम्ररी गर्न सकेर इनपुट दिन सक्छौँ भने हामीले पनि काम गर्न सक्छौँ त्योमा चाहिँ। तर ओभरअल यो कुरामा चाहिँ अहिले चाहिँ त्यस्तो रिग्रेट र हामी डिफ्रेन्टमा गर्थ्यौँ भने त्यस्तो थट प्रोसेस अहिले चाहिँ छैन। त्यो सिनारियो छ। न त अरू जस्तै अरू इन्डस्ट्रीहरूमा पनि एकदमै पोटेन्सियल भएको चाहिँ देख्छु त्योमा चाहिँ। जस्तै नेपालमा चाहिँ अब एउटा चाहिँ एग्रिकल्चर हामीले हाम्रो त रिलेटेड टु एग्रिकल्चर नै भयो अहिले चाहिँ, एग्रिकल्चर इन्डस्ट्रीको कुरा भयो। अनि टेक आइटी सेक्टरको पनि एकदमै बवाल पोटेन्सियल छ, त्योमा पनि काम गर्न सक्यो भने चाहिँ त्योमा पनि मलाई जस्तो आफूलाई पनि पर्सनल इन्ट्रेस्ट लागिरहेको हुन्छ। अनि त्योदेखि अरू जस्तै नेपालमा अब टुरिज्म सेक्टर भयो, यो डिफ्रेन्ट सेक्टरहरूमा चाहिँ एकदम पोटेन्सियल भएको देख्छ। त्योमा पनि इन्ट्रेस्ट लाग्छ त्योमा चाहिँ। तर त्यो स्टार्ट गरेको भए तर यो सेक्टर नै गर्थ्यो होला। मेनली जस्तै टेक्निकल ब्याकग्राउन्डबाट अब मैले काठमाडौँ युनिभर्सिटीको कुरा गर्दाखेरि चाहिँ अब अहिले चाहिँ डिफ्रेन्ट स्टार्टअपहरू चाहिँ के भन्छ अहिले एन्टरप्रेन्योरसिपमा म लाग्छु भनेर धेरैजना नै इन्ट्रेस्टेड हुन्छ, धेरैजनाले काम गरिराख्नु भएको छ। त्योमा चाहिँ अघि मैले मेन्सन गरेको पोइन्ट चाहिँ जस्ट प्रोडक्ट इज नट एभ्रिथिङ भनेर त्यो हाम्रो, किनकि टेक्निकल मान्छे वी आर जस्ट अब्सेस्ड विथ त्यो द्याट थिङ क्या। अनि त्यही भएर चाहिँ त्यो कुरामा मात्र लिमिट चाहिँ हुनु हुँदैन। सुरुदेखि नै मार्केटको कुरा, मार्केट बुझ्नेदेखि लिएर अल्टिमेटली भनेको चाहिँ हामीले जेसुकै बनायौँ भने पनि कस्टमर इज द किङ भन्छ। कस्टमरलाई चाहिँ के चाहिन्छ, मार्केटमा डिमान्ड के छ, वाट आर दे क्रेजी अबाउट, त्यो कुरा चाहिँ उनीहरूलाई भ्यालु कसरी प्रोभाइड गर्न सकिन्छ, त्यो कुरा भयो भने चाहिँ त्यो अनुसारको हामीले प्रोडक्ट बनायौँ भने अनि मात्रै मार्केटमा जान सक्छ अथवा हामीले राम्ररी सेल गर्न सक्छौँ, फ्लोरिस गर्न सक्छौँ। हो त्यही भएर चाहिँ यो सबै मल्टिपल एस्पेक्टमा चाहिँ एकदमै सुरुमा सबैजनाले आफ्नो कन्सर्न राखेर चाहिँ यो डिफ्रेन्ट एस्पेक्टहरू चाहिँ सुरुमा स्टडी गर्नुपर्छ। अनि त्यो गरेर चाहिँ अब राइट मार्केट कसरी ट्याप गर्ने त्यो आफ्नो स्ट्राटेजी बनाएर चाहिँ अनि चाहिँ आफ्नो प्रोडक्टहरू चाहिँ अगाडि बढायो भने चाहिँ अझै बेटर हुन्छ भनौँ। त्यो हामी अघि भने जस्तै यो चाहिँ नेपालको लागि मात्र नभएर एउटा इन्टरनेसनल लेभलमा चाहिँ नेपालबाट चाहिँ एउटा इको फ्रेन्डली अथवा सस्टेनेबल एउटा फ्याब्रिक, सस्टेनेबल ब्रान्ड, सस्टेनेबल प्रोडक्टहरू चाहिँ हामीले त्यो स्केलमा लाने भन्ने चाहिँ हाम्रो अल्टिमेट प्लान हो। अनि त्यसमा बेस्ट भएर चाहिँ अहिले हामीले जस्ट फ्यु वर्क्स वी हेभ टु डु त्यसको लागि चाहिँ
तर अल्टिमेट प्लान भनेको चाहिँ त्यही एउटा सस्टेनेबल इको फ्रेन्डली फ्याब्रिक इको फ्रेन्डली ब्रान्ड चाहिँ नेपालबाट चाहिँ एउटा ग्लोबल लेभलमा चाहिँ प्रेजेन्ट गर्ने भन्ने